हिजो सरकारलाई धारे हात लगाउने रवि लामिछानेहरू कहाँ छन्? हिजो सरकारलाई धारे हात लगाउने। साथीहरू नमस्कार मेरो सम्पूर्णमा। साथीहरू तपाईँहरूलाई कस्तो लाग्छ के भन्न चाहनुहुन्छ? साथीहरू यो मेरो भिडियो स्वदेशबाट विदेशबाट जहाँबाट जसले हेर्दै हुनुहुन्छ कृपया सबैले यो भिडियो सेयर गरिदिएर यो भिडियो बालेन सरकारसम्म पुर्याइदिनु होला। बालेन सरकारलाई हामी विनम्र अनुरोध गर्दै के भन्न चाहन्छौँ भने बालेन सरकार के परिवर्तन भनेको यही हो? परिवर्तन भनेको यो देशका नेपाली जनताको ढाड सेक्नु त्यो परिवर्तन हो? यसरी नेपाली जनतालाई लुट मचाउन बन्द गर्नुहोस्। नेपाली जनताबाट लुट मचाउन बन्द गर्नुहोस्। किनभने पहिला 3 रुपियाँ 4 रुपियाँ पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा चौतर्फी विरोध हुने बित्तिकै सरकारले मूल्य वृद्धि फिर्ता लिन्थ्यो। आज भारतभन्दा 100 रुपियाँ बढी मूल्य वृद्धि गरेर नेपाली जनताको ढाड सेक्नु भएको छ। अर्को कुरा, सारा मधेसका जनताले आफ्नो घरको जनजीविकाको लागि भारत सीमा पारी गएर सामान ल्याएर आफ्नो जनजीविकाको लागि ल्याउने गरेका थिए। अहिले सीमा पारी गएर 100 रुपियाँको भन्दा बढीको सामान ल्यायो भने भन्सार तिर्नुपर्ने भएको छ। यसरी लुट मचाउन बन्द गर्नुहोस्। अर्को कुरा, खाडी मुलुक गएर महिलाले आफ्नो स्वदेश फर्किँदा 50 ग्रामसम्म सुन ल्याउन पाउने कानुनी अधिकार हुँदा हुँदै एउटी महिला कतारमा गएर 3 वर्षसम्म 55 डिग्रीको तातो घाममा काम गरेर स्वदेश फर्किँदा आफ्ना छोरालाई 15 ग्रामको सुनको औँठी ल्याउँदा त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले ती महिलाबाट 32,786 रुपियाँ असुल गर्छ। यसरी बालेन सरकार लुट मचाउन बन्द गर्नुहोस्। यसरी लुट मचाइरहनु भयो भने तपाईको बालेन सरकारको दिन गन्ती सुरु हुँदैन भन्न सकिँदैन। राम्रो कामको बालेन सरकारले राम्रो काम गरेको हामीले साथ र सपोर्ट दिएका छौँ, स्याबासी दिएका छौँ, सल्युट गरेका छौँ। तर यो होइन कि बालेन सरकारले जस्तो सुकै काम गर्छ हामी नेपाली जनताले साथ र सपोर्ट गरौँ। हो कि होइन साथीहरू? कस्तो लाग्छ तपाईँहरूलाई? फुल भिडियो हेर्नु होला र कमेन्ट गर्नु होला कस्तो लाग्छ तपाईँहरूलाई। के सही हो कि यो गलत हो? हस्त नमस्कार। जय देश, जय नरेश।